Hello students, welcome to Study Home. Today we are going to discuss one topic of grade 9 C maths, that is income tax. यो टपिक इन्कम ट्याक्स चाहिँ धेरै विद्यार्थीहरूलाई अलिकति गाह्रै लाग्ने टपिक हो। तर मैले भन्दाखेरि चाहिँ यो टपिकले एकदम इजी भन्छु नि, यो एकदम इजी टपिक हो भन्छु म। किनभने यो इन्कम ट्याक्स भन्ने टपिक हाम्रो कमन सेन्स युज गरेर गर्न सकिन्छ है। यसलाई खासै केही न त फर्मुला नै चाहिन्छ न त त्यति धेरै हाम्रो दिमाग नै चाहिन्छ है। हाम्रो अरू केही आउँदैन, हामीले म्याथमा विक छ भने पनि हामीले इन्कम ट्याक्सको एक्सर्साइज गर्न सक्छौँ, मजाले एक्सर्साइज सल्भ गर्न सक्छौँ है। त्यही भएर यो इन्कम ट्याक्स भनेको कमन सेन्ससँग रिलेटेड टपिक हो अथवा च्याप्टर हो। सो त्यही भएर आज म हजुरहरूलाई यो इन्कम ट्याक्सलाई कसरी हामीले सजिलो बनाएर गर्न सक्छौँ, यसमा एक्सर्साइज कसरी सल्भ गर्न सक्छौँ, क्वेसनहरू कसरी राइट गर्न सक्छौँ, यो म तपाईँलाई सिकाउँछु। ग्रेड 9मा एउटा क्वेसन ठिक सोच इन्कम ट्याक्सको है। त्यही भएर हजुरहरूले चाहिँ यो मजाले गर्न सक्नुहुन्छ। आजको यो भिडियोमा म तपाईँहरूलाई इन्कम ट्याक्स गर्न के चाहिन्छ, के कुरा भयो भने हामीले यसको प्रब्लम सल्भ गर्न सक्छौँ, त्यो कुरालाई हामी डिस्कस गर्छौँ। क्वेसनहरू आज हामी गर्दैनौँ, आज हामी यसको थ्योरी सँगसँगै चाहिने कुराहरू पनि नलेज दिन्छौँ है। ल सुरु गरौँ। अनि सुरुमा यो सुरु गर्नुभन्दा अगाडि एउटा वार्मअप क्वेसन, हजुरले एउटा वार्मअप क्वेसन। यदि यो क्वेसन हजुरले गर्न सक्नुभयो भने इन्कम ट्याक्स हजुरले मजाले गर्न सक्नुहुन्छ। यदि हजुरले आएन भने म सिकाइहाल्छु, म भर्खर सिकाएर हजुरलाई सल्भ गर्ने सिकाउँछु। त्यो एउटा मैले सिकाइसकेपछि हजुर आयो भने चाहिँ हजुरले इन्कम ट्याक्स गर्न सक्नुहुन्छ। सो लेट्स मुभ टुवर्ड्स आवर वार्मअप क्वेसन, टुडेज वार्मअप क्वेसन है। क्वेसन के नहोला सोच्नुभयो वार्मअप क्वेसन, यस्तो क्वेसन सोधिन्छ हेर्नुहोस्। ल लेखौँ वार्मअप क्वेसन यस्तो छ हेर्नुहोस्। फाइभ अथवा वाट इज 10% of rupees 50 lakh। ल यो वार्मअप क्वेसन ल पत्ता लगाउँछ। वाट इज 10% of rupees 50 lakh? यदि यो क्वेसन राइट गर्नुभयो भने इन्कम ट्याक्स आयो तपाईँलाई होइन। कसरी म सिकाउँछु एकछिनमा, तर क्वेसन राइट गर्नुहोस् होइन। यदि यो क्वेसन तपाईँलाई आएन भने म छु त, म सिकाउँछु। तर मैले सिकाइसकेपछि जान्नु पऱ्यो है। फेरि मैले सिकाइसकेपछि जान्नु पऱ्यो। ल यो चाहिँ कसरी गर्छ हामी, के छ 10% of 50 लाख हो। 10% of 50 लाख हामीले निकाल्नु पऱ्यो भने यो बहुत सानो क्लासमा सिक्ने कुरा हो। के गर्नुपर्छ, यो 10% रिमुभ गर्न आउट अफ 100 गर्नुपर्छ। पर्सेन्ट भनेको आउट अफ 100 हो, अफ भनेको इन्टु मल्टिप्लाई गरिन्छ 50 लाख 50 लाख। ल 20 कट गर्नुभयो भने कति आउँछ रुपिस हेर्नुहोस्। 5 1 2 3 4 5 0 1 2 3 4 5 0 सब कति आयो 5 लाख आयो होइन, आयो नि। 1 2 3 4 5 0 1 2 3 4 5 0 सो 5 लाख आयो है। यो हजुरले सुरुमै पनि कतिले फाइन्ड गरिसक्नु भयो, त्यसलाई कतिले निकालिसक्नु भयो, प्रोसेस गरेर कतिले निकाल्नु भयो। अथवा कसलाई आएन भने त्यसको प्रोसेस चाहिँ यो 10% of 5 लाख रहेछ। 50 लाख भनेको 5 लाख रहेछ। अब जानुभयो नि निकाल्नु, यही हो। यस्तै पार्ट धेरै हुन्छ कि इन्कम ट्याक्समा, यस्तै पार्ट धेरै हुन्छ, तर गर्ने हो। यदि गर्न जाने भने इन्कम ट्याक्स गर्छ भने नि होइन। सो इट वाज आवर वार्मअप क्वेसन विथ अब सुरुमा इन्कम ट्याक्स मिलाउनको लागि 3 थिङ्स यु निड टु नो। 3वटा कुरा कतिवटा ओन्ली 3 के लाग्यो 3वटा कुरा के हो त भनेपछि नम्बर कस्टमा हजुरको हुन्छ के यहाँ लेखेको छ ट्याक्स रिबेट इन्कम है। अहिले बुझ्नुहोस् कि यो पछि एकछिनपछि एक्सप्लेन गरौँला। यसमा 3टा कुरा के हो त्यो म तपाईँलाई भन्छु। ट्याक्स रिबेट इन्कम भनेको जति इन्कम ट्याक्स हाम्रो टोटल अर्निङ, जति हाम्रो इयरली अर्निङ हुन्छ त्यो पुरैमा ट्याक्स लाग्दैन है, त्यो पुरैमा ट्याक्स लाग्दैन। सो यसो म विचार गर्दाखेरि हजुरहरूले पहिला सुरु यो भन्नुभन्दा अगाडि एक्सप्लेन गरौँ है। तपाईँलाई थ्योरी पढाउँ त्यसपछि बोल्दै हेर्छ है। त्यही हो है। र सुरुमा यो 3टा कुरा जानुभन्दा अगाडि हल्का इन्कम ट्याक्स बारे बुझौँ, यसको थ्योरी बारे बुझौँ है। अब इन्कम ट्याक्स भनेको के हो? इन्कम ट्याक्स भनेको
हजुरहरूको इयरली अर्निङबाट गभर्मेन्टलाई तिर्ने ट्याक्स हो। इट इज अ काइन्ड अफ ट्याक्स which we pay to the government from our yearly income. Yeah, definition like it's exactly sir. An income tax is a tax imposed on individuals as per their annual income. भनेको जस्तो चाहिँ जस्तो कसैले केही न केही काम गरेर हुन्छ, कसैले बिजनेस गरेर हुन्छ, कसैले जागिर गरेको हुन्छ, सबैले अर्निङ गरेर आउँछ। जसले अर्निङ गरेको, जसले पैसा कमाएर आउँछ होइन, त्यसको इयरली कमाएको इन्कममा सर्टेन पर्सेन्ट हामीले गभर्मेन्टलाई तिर्नुपर्छ, सरकारलाई तिर्नुपर्छ। त्यो तिरेको पैसालाई नै इन्कम ट्याक्स भनिन्छ है। त्यही तिरेको पैसालाई के भन्छ? इन्कम ट्याक्स भन्छौँ। अब हामीले जति पैसा कमाउँछौँ सबै त्यो इन्कम ट्याक्स तिर्ने, गभर्मेन्टलाई तिर्ने भन्ने हुँदैन। जस्तो अब के अरे आफ्नो मान्छेको परिवार हुन्छ होइन, खर्च हुन्छ, पढ्ने, लेख्ने, अरू काम गर्ने, घुम्ने, डुल्ने, खाने, परिवार पाल्ने, छोराछोरी पढाउनेको कति धेरै काम हुन्छ होइन। हो यस्तो यस्तो कुराहरू हामीले सबैले गर्नुपर्छ। हामीले जति कमाउँछ त्यो सरकारले दिने कुरा त हुँदैन। सो त्यही भएर एउटा लिमिट हुन्छ, जुन लिमिटसम्म ट्याक्स लाग्दैन अथवा 1% सेक्युरिटी ट्याक्स लाग्छ। सर्टेन लिमिट हामीले कमाएको, वर्षमा कमाएको सर्टेन लिमिट पैसासम्म ट्याक्स लाग्दैन अथवा 1% सेक्युरिटी ट्याक्स लाग्छ है। र त्योभन्दा बढी, त्यो लिमिटभन्दा बढी हजुरहरूले अर्निङ गर्नुहुन्छ इयरली भने त्यसमा चाहिँ अब एक्स्ट्रा ट्याक्स लाग्छ, 10% लाग्छ। त्योभन्दा अझै माथि कमाउनु भने 20% लाग्छ। हो त्यसरी हामीले गभर्मेन्टले पैसा दिनुपर्छ। त्यो एउटा लिमिट हुन्छ। त्यो लिमिटभन्दा धेरै कमायो भने त्यो अनुसारले हाम्रो ट्याक्स रेट पनि के गर्छ, बढ्दै जान्छ। यहाँनिर देखाएको छु म तपाईँलाई एउटा इन्कम स्ल्याब भनेछ, जसको तपाईँले 5 लाखसम्म कमाउनु भयो भने जस्तो 1% ट्याक्स तिर्नुपर्छ। 5 लाखभन्दा बढी एक्स्ट्रा 2 लाख भनेको 7 लाखसम्म कमाउनु भयो भने 10% तिर्नु पऱ्यो। त्योभन्दा अझै बढी कमाउनु भयो भने 10 लाखसम्म एक्स्ट्रा 3 लाखको 20% तिर्नु पऱ्यो। त्योभन्दा अझै बढी 10 लाखको 30% तिर्नु पऱ्यो। त्योभन्दा अझै बढी तपाईँले धेरै पैसा कमाउनु भने 40% ट्याक्स तिर्नु पऱ्यो। यसरी गभर्मेन्ट हामीले के गर्छौँ, ट्याक्स तिर्छौँ एकर्डिङ टु आवर अर्निङ है। र जुन त्यो मिनिमम ट्याक्स हुन्छ, जुन लिमिट हुन्छ, त्यसमा लाग्ने ट्याक्स के हो? 1% सोसल सेक्युरिटी ट्याक्स हो है। र यो डिफिनेसन हजुरले याद गर्नुहुन्छ। इन्कम ट्याक्सको डिफिनेसन हजुरले याद गर्नुपर्छ, किनकि क्वेसनमा सोध्छ डिफाइन इन्कम ट्याक्स 1 मार्क्सको। यो क्वेसन ठिक छ भने त्यो भएर यो चाहिँ याद गर्नु होला लेखेर। अब लेट्स मुभ टु ट्याक्स रिबेट इन्कम। ट्याक्स रिबेट इन्कम भनेको त्यो अघि जुन हामीले सुरु गरेको थियो नि त्यही कुरा। जस्तो दोस्रो फर्स्ट पोइन्ट हामीले ट्याक्स रिबेट इन्कम थाहा पाउनुपर्छ। केमा ट्याक्स छुट हुन्छ, केमा ट्याक्स घट्छ होइन, तिर्नु पर्दैन ट्याक्स, त्यस्तो कुरा हामीले थाहा पाउनुपर्छ। त्यही भएर ट्याक्स रिबेट इन्कम हो त्यो। ट्याक्स रिबेट इज अ अमाउन्ट अफ ट्याक्स, सरी यहाँ छुटेको भने ट्याक्स रिबेट इज अ reduction on the amount of tax है। ट्याक्स रिबेट छुट हुन्छ क्या, रिडक्सन घट्न पनि सक्छ, पुरै छुट पनि हुन्छ, ट्याक्स फ्री पनि हुनसक्छ अथवा कुनै रिडक्सन घट्न पनि सक्छ। ट्याक्स रिबेट इन्कम भनेको के रहेछ? रिडक्सन अफ द ट्याक्स इज कल्ड ट्याक्स रिबेट। जुनमा चाहिँ हाम्रो के हुन्छ, ट्याक्स छुट हुन्छ, ट्याक्स कम हुन्छ। हो यस्तो टपिकहरू तपाईँले याद गर्नुपर्छ। कुन टपिक छ? डिपोजिट इन इम्प्लोइ प्रोभिडेन्ट फन्ड पिएफ भन्छ, डिपोजिट इन सोसल सेक्युरिटी फन्ड एसएसएफ भन्छ, डिपोजिट इन सिटिजन इन्भेस्टमेन्ट ट्रस्ट सिआइटी भन्छ। अथवा हजुरको इन्सुरेन्स छ त्यसको प्रिमियममा पनि ट्याक्स लाग्दैन। तिनीहरू भनेको ट्याक्स रिबेटको टपिक हो, जुन चाहिँ हजुरहरूले टोटल इन्कमबाट माइनस गर्नुपर्छ र त्यसपछि बाँकी रहेको पैसा मात्र हाम्रो के लाग्छ, ट्याक्स लाग्छ। यो रेट अनुसार ट्याक्स लाग्छ हो। त्यो तीनवटा कुरामध्ये फर्स्ट कुरा अब हामी जाउँ। त्यो तीनवटा कुरा के हो त ट्याक्स इन्कम ट्याक्स इन्कमको तीनवटा जादुको कुराहरू। नम्बर फर्स्ट हो ट्याक्स रिबेटको टपिकहरू थाहा पाउने। याद गर्नुहोस्, यो चारवटा मेन हो। योभन्दा एक्स्ट्रा बुकमा छ, हजुरले पढ्न सक्नुहुन्छ। सो यो चारवटा मेन, मैले तपाईँलाई मेन लेखेको छु। यो चारवटा चाहिँ याद नै गर्नुपर्छ है। पिएफ, एसएसएफ, सिआइटी, प्रिमियम अफ लाइफ इन्सुरेन्स, यसमा ट्याक्स लाग्दैन, ट्याक्स रिबेट हो। यति कुरा तपाईँले याद गर्नु है। फर्स्ट कुरा यो। दोस्रो कुरा के हो? दोस्रो कुरा के भनेपछि जुन टोटल अर्निङ हुन्छ नि, अमाउन्ट जुन तपाईँको इयरली अर्निङ हुन्छ, त्यहाँ क्वेसनमा दिएको हुन्छ यति इयरली अर्निङ छ भने फाइन इन्कम ट्याक्स भनेर हो। त्यो इयरली अर्निङलाई यसरी ब्रेक गर्न सक्नुपर्छ ट्याक्स स्ल्याबमा। यसरी कति पैसा कुन रेन्जमा पऱ्यो, 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 यो दोस्रो कुरा थाहा पऱ्यो।
यो डिभाइड गर्न म यसमा सिकाउँछु तपाईँहरू के थाहा पाउनु पर्थ्यो मलाई थाहा पाउनु है। सो फर्स्टमा ट्याक्स रिबेट के छ त्यो थाहा पाउनु पऱ्यो। सेकेन्डमा चाहिँ जुन इयरली इन्कम हुन्छ, जुन अमाउन्ट दिएको हुन्छ त्यो अमाउन्टलाई यसरी ब्रेक गर्न सिक्नुपर्छ, दोस्रो कुरा भयो। र थर्ड कुरा भनेको जुन हामीले ब्रेक गर्छौँ त्यो इन्कमलाई, त्यो इन्कम ब्रेक गर्नुका साथसाथै त्यसको रेट युज गरेर त्यो इन्कमलाई अमाउन्टमा कन्भर्ट गर्न सक्नुहुन्छ। जस्ट हाम्रो जुन वार्म अप इक्जाम्पल थियो त्यो भयो, मैले वार्म अप इक्जाम्पल गराएको थिएँ नि हो त्यो। त्यसरी हामीले रेटलाई अमाउन्टमा चेन्ज गर्न सक्नु पऱ्यो। त्यति यति तिनवटा कुरा सजिलै गर्न सक्नु भने आयो ट्याक्स है। ल अब यहाँनिर यो तपाईँलाई मैले एउटा ट्याक्स ल्याब दिएको छु है, कति रेट लाग्छ यसलाई। यसको आधारमा आई विल टेक इक्जाम्पल, एउटा इक्जाम्पल लिन्छु र त्यो इक्जाम्पल हामी सल्भ गर्छौँ। त्यहाँ तपाईँलाई म के सिकाउँछु, कसरी टोटल इन्कमलाई ब्रेक गर्ने र कसरी त्यो रेट युज गरेर त्यसलाई अमाउन्टमा चेन्ज गर्ने, यति कुरा सिकाउँछु। आजको क्लासमा हामी यति नै सिक्छौँ। त्यसपछि अर्को क्लासमा चाहिँ एक्सर्साइजमा सोध्ने टाइपको क्वेसन लिएर हामी सल्भ गर्छौँ है। नेक्स्ट बुक इमेडिएट भने यो लेख्नु होला। सुरुमा एउटा अमाउन्ट मात्र लिएर त्यसलाई के गरौँ, ब्रेक गर्न सिक्यौँ है। हाउ टु ब्रेक अमाउन्ट इन द ट्याक्स स्ल्याब, यसरी ब्रेक गर्छ। यहाँनिर हजुरको कति दिएको छ, मोर देन 20 लाखसम्म दिएको छ, 20 लाख र मोर देन 20 लाखसम्म दिएको छ। ल 25 लाख रुपियाँ दिएको छु। ल सपोज हामीहरूसँग टोटल इयरली इन्कम कति छ, 25 लाख रुपियाँ छ। 25 लाख रुपियाँ, 25 लाख रुपियाँ इयरली इन्कम है। अब यो 25 लाखलाई यसरी यो इन्कम स्ल्याब छ नि यसमा ब्रेक गर्न सिक्ने। स्टुडेन्टलाई प्रब्लम हुने भनेको यही हो कि ब्रेक गर्न जान्नु हुँदैन। ब्रेक गर्न नजानिसकेपछि रेट कसरी युज गर्ने, कसरी फाइन गर्ने इन्कम ट्याक्स, सबसे मेन भनेको ब्रेक गर्न सिक्नु। ल यो मजाले बुझाइदिन्छु, ध्यान दिएर सुन्नु है। ल सुरुमा हामीसँग के थाहा पाउनु पऱ्यो, तपाईँलाई के थाहा हुनु पऱ्यो, कति छ त टोटल इन्कम। टोटल इन्कम हामीसँग 25 लाख छ। अब 25 लाख यो रेन्ज अनुसारले कुन कुन स्ल्याबमा कति लाख पर्छ थाहा भयो है। सुरु जस्तै हेर्नुहोस्, फर्स्टमा त 5 लाख परिरह्यो। 5 लाख कहाँ पऱ्यो, 1% रेटमा पऱ्यो। यसमा तपाईँले यसलाई सुरुमा 5 लाखमा ब्रेक गर्नु पऱ्यो। त्यसपछि बाँकी रहेको 5 to 7 छ। 5 to 7 भनेको कति लाख पऱ्यो, यसमा 2 लाख पऱ्यो। सो 5 मा 2 जोडेपछि 25 पुग्छ त, पुग्दैन। जति एक्स्ट्रा हुँदै जान्छ त्यति हाम्रो माथि बढ्दै जानुपर्छ हामी ट्याक्स लेभल। सुरुमा हाम्रो के हो, 5 लाख छुट्याउँछौँ। 5 लाख छुट्याइसकेपछि अब बाँकी रह्यो यो रेन्जमा। अब हामी 5 लाखभन्दा हाम्रो त धेरै छ, हामी एक स्टेप अगाडि आउनुपर्छ। एक स्टेप अगाडि आउँदाखेरि पनि रेन्ज कतिसम्म गएको छ, 7 लाखसम्म मात्र छ। अझै 5 to 7 कति लाख पऱ्यो, 2 लाख। सो यो बक्समा कति पऱ्यो, 2 लाख मात्र लाखमा राख्नु पायो हामीले। सो 2 लाखले हाम्रो 25 लाख पुग्छ, पुग्दैन, बल्ल 5 + 2 7 पुग्छ। अब यसमा पनि यसले पनि अटेन हाम्रो त के भन्दा नि अब फेरि एक स्टेप अगाडि जानु पऱ्यो। एक स्टेप अगाडि जाँदाखेरि कति 7 लाख मात्र पुगेको छ, 25 पुग्नुपर्छ। तर रेन्ज कति छ, 7 to 10 लाखसम्म मात्र पुऱ्याएको छ यहाँ त। अब एक्स्ट्रा हामीले कति लाख लिनु पऱ्यो, 7 to 10 3 लाख लिनु पऱ्यो। सो यहाँ 3 लाख लिँदाखेरि 5 + 2 7, 7 + 3 10 लाख पुग्यो बल्ल होइन। यहाँ 10 लाख पुग्यो। अझ हाम्रो त कति छ, 25 लाख। यहाँसम्म त पुग्नु परिहाल्यो हामी। अब 10 लाख पछि एक्स्ट्रा हामी यहाँ जान्छौँ 10 पछि 10, यहाँ 10 to 20 भनेको छ, यो भयो 10 लाख पुगेको छ। अब यहाँसम्म 10 पुगेको थियो। अब यहाँ 10 लाख 20 लाख पुग्यो, अझै 25 लाख छ भनेपछि यहाँ पनि हाम्रो अमाउन्ट यहाँ पनि अटेन। अझै एक स्टेप अगाडि जान्छौँ हामी कहाँ, मोर देन 20 लाख। मोर देन 20 लाखमा कति छ, योभन्दा माथिको लिमिटै छैन यहाँ त। 20 लाखभन्दा माथि जति लिन पायो। अझै हाम्रो रिमेनिङ कति लाख हुन्छ, 20 पछि 5 लाख हुन्छ। सो यो 5 लाख हामीले यहाँनिर हाल्न पायौँ। यसरी सुरुमा यो 25 लाखमा ब्रेक गरौँ। लेट्स ब्रेक गर्नु मात्र सिक्यो है। ल यो 25 लाखलाई यहाँबाट यहाँबाट ब्रेक गर्थ्यो ल। सो फर्स्टमा हामी कति लिन पायौँ, 5 लाख है। 5 लाख प्लस 5 लाखले पुगेर 25 लाख हो। 7 लाखसम्म यहाँ रेन्ज कति छ, 5 देखि 7, 5 अलरेडी आइसक्यो। 7सम्म रेन्ज छ, 2 लाख ल्याउनु पऱ्यो यहाँनिर। 2 लाख प्लस अब आउनुहोस् त 10 लाखसम्म। 25 को हाम्रो अझै पुग्दैन, यहाँ त जब 7सम्म छ, 10 लाखसम्म पुग्नु पऱ्यो। 7 to 10 7 लाख अलरेडी आइसक्यो। यहाँ कतिको बाँकी रह्यो, 7 to 10 3 लाख प्लस कति 10सम्म पुग्यो। हाम्रो 25 लाख छ अर्निङ। अझै यसमा पनि हाम्रो अटेन। एक स्टेप अगाडि जाँदाखेरि यहाँ पुग्यो हामी 10 लाख to 20 लाख। यहाँबाट 10 to 20 भनेपछि 10 लाखको रेन्ज रहेछ। 10 लाख लिन पायो, अझै एक्स्ट्रा हाम्रो नपुगेको 10 लाख यहाँ लिन पायो। 3 लाख लिन पायो हामीले यहाँनिर प्लस। ल भने 20 लाखसम्म सक्यो हाम्रो त 25 छ, यहाँ पनि अटेन। अझै एक्स्ट्रा जानु पऱ्यो। यहाँनिर रेन्ज नै छैन। यहाँ तपाईँको
हाम्रो रिमेनिङ कति छ अब हेर्नुहोस् त 10 13 15 20 20 लाखसम्म पुगिसक्यो। अब रिमेनिङ 5 लाख छ। 5 लाख कहाँ पऱ्यो? यहाँ पऱ्यो। मोर देन 20 लाख यहाँ जति लिन पाइन्छ हाम्रो नो लिमिट। बट हामीसँग 5 लाख मात्र एक्स्ट्रा छ, 5 लाख मात्र लियो। अब यहाँनिर हाम्रो कति आयो? 5 लाख आयो। यसरी हामीले पहिला सुरु हाम्रो टोटल अर्निङलाई ब्रेक गर्न सिक्नुपर्छ। ब्रेक गर्न यो हामीले ब्रेक गर्यो। यो हामीले के गर्यो? ब्रेक गर्यो। अब दोस्रो स्टेप सक्यो है। थर्डमा के छ? यो जुन ब्रेक गरेको अमाउन्ट छ यसलाई एकर्डिङली हाम्रो यहाँ जुन जुन रेट दिएको छ, जतिलाई जति पर्सेन्ट रेट दिएको छ त्यो रेट युज गरेर रेटलाई अमाउन्टमा कन्भर्ट गर्ने भनिसकेको चाहिँ रफली गरिदिन्छु। सो 5 लाखमा कति पर्सेन्ट? 1% युज गर्नुपर्छ। 1% अफ 5 लाख भयो। यसमा कति पर्सेन्ट? 10% युज गर्नुपर्छ। 10% अफ यो भयो। यसमा कति पर्सेन्ट? 20% अफ यो भयो। हेर्नुहोस् त, यसमा कति पर्सेन्ट? 30% अफ यो भयो। यसमा कति पर्सेन्ट? 40% अफ यो भयो। भनेपछि अब हामीले जुन डिभाइड गरेको छौँ त्यसमा यो ट्याक्स रेट जो चाहिँ त्यति ट्याक्स रेट हालेर हामीले पालेर के गर्छौँ? निकाल्छौँ। बुझ्नु? यसमा 1%, यसमा 10%, 20, यसमा 30, यसमा 40% है। ल यो भयो हाम्रो ब्रेक गरेको। ब्रेक गरेर सिक्यो है। ल थर्डमा के गरौँ? यो रेट युज गरेर यो रेटलाई युज गरेर हामीले पालो सबैको रेट युज गरेर अमाउन्टमा कन्भर्ट गरौँ। र जुन अमाउन्टमा आउँछ त्यो अमाउन्टको टोटल सम नै टोटल इयरली इन्कम हुन्छ। लेट्स गो। अब के गर्ने? 1% अफ 5 लाख है। यो कति हो? यो सोल्युसन होइन है, जस्ट एउटा इक्जाम्पल हो। हजुरलाई मैले यो के अरे बुझाइदिएँ मात्रै के गर्ने कसरी गर्ने है। अहिले पछि एक्सर्साइज क्वेसन लिएर मजाले हामी गर्छौँ। अहिले बुझ्ने मात्र। ल हेर्नुहोस्, अब यो 5 लाखमा 1% लागेको छ। 1% अफ 5 लाख निकालेर 1% अफ 5 लाख त्यो चाहिँ हो। सुरुमा जुन अमाउन्ट गइरहेको थियो त्यही नै हो। 1 आउट अफ 100 मल्टिप्लाई बाई 5 लाख कति आउँछ? इक्वल्स टु 0000 कर गयो रुपीज 5 1 2 3 05,000 हो है। फर्स्टमा 1% आयो। सेकेन्डमा के छ? 20 लाख के 2 लाख छ। 2 लाखमा कति पर्सेन्ट लागेको छ? 10%। 10% अफ 2 लाख निकालौँ। 10% अफ 2 लाख निकालौँ। 10 आउट अफ 100 मल्टिप्लाई बाई 2 लाख 0000 कट भयो। रुपियाँ 0 बाँकी भयो। रुपिज 2 1 2 3 4 1 2 3 4 भयो। अब थर्डमा जाउँ। थर्डमा कति छ? 20% अफ 3 लाख छ। 20% अफ 3 लाख निकालौँ। 20% अफ 3 लाख निकालौँ है। 20 आउट अफ 100 मल्टिप्लाई बाई 3 लाख 0000 क्यान्सल भयो। 2 3 6 1 2 3 4 0 1 2 3 4 0 60,000 भयो। अब आइबीमा हाम्रो कहाँ छ? हामी 30% अफ 10 लाख यहाँ छ। 30% अफ 10 लाख निकाल्नु पऱ्यो। 30% अफ 10 लाख है। 30% अफ 10 लाख 30 आउट अफ 100 मल्टिप्लाई बाई 10 लाख 0000 चट्टै कट गरिदिनुहोस्। 10 3 30 भइहाल्यो। 3 1 3 भयो। 1 2 3 4 5 वटा 0 रहेछ। 1 2 3 4 5 0 1 2 3 4 5 वटा 0 भयो है। यो पनि 3 लाख बसेको के 3 लाख बसेको। अब हामी 5 मा जाउँ। सरी 5 मा हाम्रो छ कति? यहाँ 5 मा हाम्रो छ कति? 5 मा हाम्रो छ 40% अफ 5 लाख 40% अफ 5 लाख छ। लेट्स फाइन्ड 40% अफ 5 लाख कति हुन्छ? 40 आउट अफ 100 मल्टिप्लाई बाई 5 लाख है त। अब यो टक्क 0 कट गरिदिनुहोस्। बाँकी रह्यो 5 4 20 1 2 3 4 0 1 2 3 4 0 2 लाख भयो। 1 2 3 4 0 है 20। सो यसरी हेर्नुहोस् त, सुरुमा हामीले हाम्रो अमाउन्टलाई यसरी ट्याक्स स्ल्याब युज गरेर ब्रेक गऱ्यो भने र सममा रेट हाल्यो भने मजाले यसरी गर्न सकिन्छ। यो भयो सेपरेट प्रत्येक अमाउन्टको इन्कम ट्याक्स भयो। अब हामीले गयो के गरिरहेछौँ? वी आर गोइङ टु फाइन्ड टोटल इयरली इन्कम ट्याक्स बाई एडिङ अल दिस। टोटल इयरली इन्कम ट्याक्स निकाल्नु पर्दैन र? सो टोटल इयरली इन्कम ट्याक्स निकाल्नु के गर्छ? जोड्छौँ यो प्लस एड अल फाइन्ड द टोटल इयरली इन्कम। Therefore, total yearly income tax जोडिनुहोस्। यहाँ कति छ? फर्स्टमा 5,000 आएको छ।
प्लस सेकेन्डमा हाम्रो आएको छ 20,000 प्लस थर्डमा हाम्रो आएको छ 60,000 फोरमा हाम्रो आएको छ 3 लाख र 5मा हाम्रो आएको छ 2 लाख। ल कहिले गरिदिनुहोस् त फाइनल आन्सर 5 लाख 3 प्लस 2 5 लाख 5 लाख 60,000 5 lakh 80,000 5 lakh 85,000 rupees 5 lakh 85,000 is our total income tax which we should pay to the government in a year. भनेको हामीले होइन जसले यति पैसा कमाउँछ भने जसले वर्षमा 25 लाख कमाउँछ उसले चाहिँ 5 lakh 85,000 के गर्छ टोटल इन्कम ट्याक्स पे गर्छ टु द गभर्मेन्ट। यो भयो हजुरलाई एउटा सानो र केही पनि होइन इट इज नथिङ। यो हाम्रो आज हजुरलाई हल्का इन्कम ट्याक्सलाई सजिलो मात्र बनाएको क्वेसन गर्न त लागि गइसकेको छ क्वेसन गर्ने कस्तो कस्तो अब होइन एक्सर्साइजमा गएर क्वेसन ल्याउँदै हजुरलाई सल्भ गर्दै देखाउँदै गर्न लागि छ। आई होप हजुरहरूले बुझ्नुभयो होला। हजुरलाई इन्कम ट्याक्स सुरुमा मेन्टल्ली इन्कम ट्याक्सलाई इजी बनाएको मात्रै आज है। वी मेक आवर इन्कम ट्याक्स मेन्टल्ली इजी। जसलाई त हजुरले त ओ माई गड इन्कम ट्याक्स हुन्छ यसलाई मैले इजी बनाउने हेल्प गरेँ। आई होप हजुरलाई पनि इजी लाग्यो होला। बनाउनुहोस् सुरुमा जे कुरा पनि मेन्टल प्रिपेयर हुनुपर्छ क्या। इजी छ सोच्नुहोस् न इजी भइहाल्छ नि। एन्ड फलो अस कन्टिन्युटी जाऊँ। त्यसपछि अर्को एउटा एकदम राम्रो क्वेसन लिएर म हजुरलाई प्रोसेस अनुसारले पुरै कसरी गर्ने त्यो पनि गराइदिउँला। हामी गर्छौँ बिस्तारै अब त्यो आइरहेको छ होइन। सो टु गो विथ अस टु गो विथ स्टडी होम प्लिज डु सब्सक्राइब टु स्टडी होम एन्ड यो भिडियोलाई मन पऱ्यो भने लाइक गरिदिनु होला। Thank you. See you in the next video. Bye. Enjoy a lot.